गाइस लुगा फेरि पनि आलाई भएको आगो निभाइसकेपछि फेरि आउँछ गाइस के गर्नु हो गाह्रो छ यो नेताहरू यार भोट माग्न मात्र खोज्छन् एउटा एम्बुलेन्स चाहिने ठाउँमा चाहिँ राखिदिँदैनन् गाइस के गर्नु हो यस्तै छ यो भोट माग्न आउँदा चाहिँ यो कुरो प्रस्ताव राख्नु पऱ्यो नेताहरूलाई यार जुन जोगी आयो नि कानै चिरिएको हेर्नु न काम छैन आगो लागेर घर ध्वस्त भएर सकिएपछि एम्बुलेन्स यो दमकल आइपुग्छ के गर्नु काम छैन हो गाई नेपालमा काम छैन जुन नेतालाई भोट हाले पनि काम छैन एउटा दमकल धरिराख्न सकिँदैन के गर्नु गाह्रो छ हौ गाइज यस्तै छ यतिखेर गाइज राम्रो मान्छे चिन्ने बेला दमकल घर सकेर खरानी भइसकेपछि आइपुगेछ दमकल कतिवटा बाल्टी भेट्यो दमकल ओ के अरे त्यसै एकैछिनमा शमशान भयो घर दमकल आइदियो ढिलो ल आगो लगाइसक्यो सकिएपछि दमकल आइपुग्छ गाइस यस्तै छ नेपालको सेवा सुविधाहरू चाहिँ घर जलेर खरानी भएपछि दमकल आइपुग्छ के गर्नु एउटा दमकल त लिएको अब दार्जिलिङ चाहिने हो छैन गाइस सबै भोट मात्रै माग्छन् सेवा सुविधामा यसो र दमकल र एम्बुलेन्स भन्ने राखिदिँदैनन् गाइस यस्तै छ इमर्जेन्सी पर्दाखेरि यार खामबारी घरबाट मगाउनुपर्छ यहाँ त्यहाँबाट आउँदाखेरि घर सकिसक्छ गाइस यस्तै छ आजको आगो लागि